क्वालिफायर 2 आइपिएल 2026 जीटी भर्सेस आरआर जित्ने टिम आरसीबीसँग फाइनल खेल्दैछ। गुजरात भर्सेस आरआर को म्याच चण्डीगढ मुल्लनपुरमा हुँदैछ, जहाँ अस्ति आरआरले एसआरएसलाई हराएको थियो। मुल्लनपुरको पिच ब्याटिङ फ्रेन्डली नै छ, तर सुरुमा पेसर्सहरूलाई 3-4 ओभरकै हेल्प हुन सक्छ। जहिले पनि गुजरातको गेम हुन्छ, सबभन्दा इम्पोर्टेन्ट फ्याक्टर भनेको मोहम्मद सिराज र कगिसो रबाडा हो। यदि उनीहरू चल्न सक्छन् भने गुजरातको जित्ने चान्स एकदमै हाई हुन्छ। तर स्याडली आजको गेम अहमदाबादमा छैन। राजस्थान रोयल्स आफ्नो लास्ट 3 गेम्स जित्दै क्वालिफायर 2 सम्म आइपुगेको छ र सबभन्दा की प्लेयर्स भयोब सूर्यवंशी र जोफ्रा आर्चर राम्रो फर्ममा देखिएका छन्। आजको गेमको सबभन्दा इम्पोर्टेन्ट ब्याटल भनेको जोफ्रा आर्चर भर्सेस शुभमन गिल हो। शुभमन गिलले जोफ्रा आर्चर विरुद्ध 19 बल खेल्दै जम्मा 16 रन बनाएका छन् र 3 चोटि आउट भएका छन्। र यदि आज पनि जोफ्रा आर्चरले शुभमन गिललाई छिटो आउट गर्न सक्छन् भने गुजरातको जित्ने चान्स एकदम कम हुनेछ। आजको गेममा गुजरातले राजस्थानको ओपनर्सलाई पावर प्लेमै उडाउन सक्छ भने गेम जित्ने चान्स गुजरातको बढी हुनेछ। स्किल र ट्यालेन्ट दुईटै टिमसँग छ, तर आज प्रेसर म्याच हो। जसले प्रेसर राम्रोसँग ह्यान्डल गर्न सक्छ त्यही टिमले आज जित्नेछ। आजको लागि मेरो प्रेडिक्सन छ राजस्थान रोयल्स इज गोइङ टु विन। तपाईहरुलाई के लाग्छ कमेन्टमा भन्नुस्।